म मोटो भ्लगिङ सेटअपमा बिहानै मोटो भ्लग गरेर आएको स्कुटीलाई हल्का कुदाम अब लास्ट अप्रोड छ क्या त 45 स्कुटी चलाएर मलाई हल्का हल्का त बाटो यताको थाहा छैन रेडियो मलाई हेर्नको लागि त बाइक हो तर बुम गरिदिन्छ कि स्पिड ब्रेकरले मारिदिन्छ लच्किरहेको सक्छ। हेलो सो गाइज वेलकम टु माई ब्लग गाइज म भ्लग बनाउँदैछु इन्डियाबाट होइन इन्डियाको छु कि अहिले चाहिँ म मोटो भ्लगिङ गर्नलाई यसो हेरेर इन्जोय गरिदिनलाई अहिले चाहिँ म मोटो भ्लगिङ सेटअपमा आइसकेको छु होइन चाहिँ हल्का रेस्ट दिउँ गाइज इन्डियामा त लाइसेन्सै चेकिङ हुँदैन कि लाइसेन्स भनेर थाहा हुँदैन कि हल्का टाढा गयो भने मात्र हो लाइसेन्स खोज्ने त्यता त खोज्दैन। बिहानै मोटो भ्लग गरेर आएको छु कि आज म हेटौँडा निस्किनु पर्ला आज अब सानो छ कि स्कुटीलाई हल्का कुदाम अब गाइज अनि मैले स्कुटी लिएर आएको बाइकमा लास्ट अप्रोड छ क्या त गाइज कस्तो फोनको क्वालिटी आइरहला चाहिँ थाहा छैन मलाई कि गाइज यहाँ त भगाउनु हुँदैन यहाँ चिप्पिन्छ टायरै जानु पर्ला अब यता मलाई थाहै छैन कि बाटो कहाँ हो कहाँ बाटै थाहा छैन कि त्यही भएर लिएर हिँडिरहेको सेटिङ तपट्टि अफरोडै छ अफरोड हुँदा नि स्कुटी चलाउनै मन लाग्दैन। मोदी सरकार बाटो बनाउनु पर्यो भनेर भ्लग हाल्नु क्या मोदी सरकारले रोड हेर्नु रोड कस्तो रोड छ कि यहाँ इन्डियाको रोडै अहिले त बच्चाले स्कुटी चलाएर मलाई हल्का हल्का त बाटो यताको थाहा छ हिजो घुमेको थिएँ कि अनि त्यही हो अनि अरू चाहिँ मलाई थाहा छैन कि यता बजार एकैचोटि आइदिन्छ कि थाहा हुँदैन यिनीहरू बजारको यता कस्तो अहिले मान्छेहरू मलाई हेरै देखेँ कसैले रेडियोहरू मलाई हेर्नको लागि होइन बाइक हो तर बुम गर्दा हुन्छ स्कुटी हो गाइस ट्रैक्टर वाला ट्रैक्टर वाला हमको बाटो छोड़ दो बाटो दिँदैन क्या ट्रैक्टर वालाले फोनै बसिरहेन कि गाइज इन्डियाको भ्यू इन्डियाको त भ्यू यस्तै हो एकैचोटि के आयो कुकुर आइदिने एकैचोटि बच्चा आइदिने यता बच्चा रोडमा यत्तिकै घुमिरहेको छ कि यत्रो बच्चा नि हाम्रोतिर त हुँदैन नि त्यस्तो यिनीहरू त
केही किन्नु छ पसल गरिदिन्छ केही किन्न कि अब यहाँको बजार त्यस्तो छ गल्ली गल्लीबाट हिँड्छ बाटो थाहा छैन कि स्पिड ब्रेकरले मारिदिन्छ हो हामीलाई त खतरा लच्किरहेको सक्सेसन हेर्ने बच्चाहरू हेर्न बच्चाहरू मोबाइलै हल्लिरहेको छ कि साइड लाइट दिएर जानुपर्छ कि पालि आउँदा चाहिँ गाइज म सक्सनको गोप्रोले मागेर दिएर आउँदैन अनि उताबाट फेरि यता इन्गेजमेन्ट छ के अनि आउनु छ यता यही आउनु छ कि यहीँनिरै अनि त्यसको गोप्रोले नेपाल कि इन्डिया भ्लग हान्नुपर्छ अर्को होइन ए होइन बिचमा आइदिन्छ यस्तो तरिकाले हो नि मरिहाल्यो नि त्यही बाटोमा आइदिन्छु